सम्पूर्णलाई स्वागत छ आजको भिडियोमा। आउनुहोस् आज हामी डिस्टोकिया विशेष कुराकानी गर्नेछौँ। डिस्टोकिया दुई तरिकाको हुन्छ। एउटा आमाको कारणले डिस्टोकिया हुन्छ भने अर्को चाहिँ बच्चा आफ्नै कारणले पनि डिस्टोकिया हुन्छ। जसमा चाहिँ यो केस चाहिँ बच्चाको कारणले भएको डिस्टोकिया हो। यो चाहिँ बच्चा आफैमा भित्र दोब्रिएर बसेको छ र पछाडिको भागबाट चाहिँ निस्कन सुरु भएको छ, देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ मैले बिस्तारै पोजिसन मिलाएर चाहिँ निकाल्नु पर्ने हुन्छ। निकाल्न कोसिस गर्दैछु, साथीहरू देख्न सक्नुहुन्छ। डिस्टोकियामा हामीले विशेष ध्यान दिनुपर्ने कुरा बच्चाको कन्डिसन, आमाको कन्डिसन, डिस्टोकियाको प्रकार र उनीहरूको स्वास्थ्य स्थिति, यति कुरालाई चाहिँ विशेष ध्यानमा राखेर हामीले चाहिँ डिस्टोकियाको केस चाहिँ सजिलैसँग ह्यान्डल गर्न सकिन्छ। यसलाई चाहिँ अब बिस्तारै निकाल्न कोसिस गर्दैछु। हामीले चाहिँ सबैभन्दा पहिले चाहिँ हातमा एन्टिसेप्टिक को युज गर्नुपर्ने हुन्छ। अनि हामीले त्यसपछि मात्रै हामीले हातलाई चाहिँ बिस्तारै छिराउन सकिन्छ। हातलाई जब बिस्तारै छिराइसकेपछि बच्चाको विशेष चाहिँ बच्चाको कन्डिसन नै हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ। नर्मल तरिकामा छ भने त हामीले बिस्तारै घुमाएर तान्दा भइहाल्यो। र यो बच्चा चाहिँ नर्मल कन्डिसनमा छैन, दोब्रिएको अवस्था छ, उल्टो परेर बसेको छ भने चाहिँ यसलाई चाहिँ बिस्तारै भित्र थोरै धकेल्दै यसको कन्डिसन चाहिँ मिलाउन सकिन्छ। र यसलाई दोब्रिएको भागहरू चाहिँ सुझाएर हामीले चाहिँ बिस्तारै घुमाउँदै चाहिँ तान्नुपर्ने हुन्छ। यो चाहिँ एकदमै दोब्रिएको अवस्थामा थियो, त्यही भएर निकै समस्या भइरहेको थियो। आमालाई पनि एकदमै गाह्रो भइरहेको थियो अनि बच्चाको कन्डिसन पनि मिलाउनलाई चाहिँ एकदमै मुस्किल भइरहेको थियो। र पनि अब मैले कोसिस गर्दैछु, यसलाई चाहिँ बिस्तारै निकाल्दैछु। यसको केही पछाडिको भाग चाहिँ निस्किसकेको छ। अब यसरी नै हामीले चाहिँ डिस्टोकियाको केसलाई चाहिँ हामीले सजिलैसँग ह्यान्डल गर्न सकिन्छ। साथीहरू, आजको मेरो भिडियो यति नै रहेको छ। आजको मेरो भिडियो के कस्तो लाग्यो, मन परेमा अवश्य लाइक, कमेन्ट अनि सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै आजलाई छुट्छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। लभ यु अल माई युट्युब फ्यामिली। बाई बाई।